Hello and namaste everyone. Hello guys and namaste. मेरो A few moments later. Hello and namaste everyone. My name is Lini Saroka. I am a Nepali student in Sylhet Agricultural University in Bangladesh. So आज चाहिँ म थोरै केही क्लिपहरूको माध्यमबाट मेरो बङ्गलादेशमा लाइफ कस्तो छ भनेर देखाउँछु. Hopefully you will like it. So let's start. आज चाहिँ हाम्रो 2टा क्लास छ अनि 11 बजेबाट सुरु हुन्छ अनि हाम्रो चाहिँ आज 2 बजेपछि एउटा मिल्क केमिस्ट्रीको भाइभा छ. सो लेट्स स्टडी फर अ मोमेन्ट. गाइज खाइसक्यौँ, अलिकति पढिसक्यौँ. सो लेट्स गेट रेडी फर द युनिभर्सिटी क्लास. कस्तो कालो कालो आएको भने लेट्स गेट रेडी. देखिने रहेछ हो. फर्स्ट भिडियोमा नयाँ म त अघि इन्ट्रोडक्सन गरिरहेको थिएँ. कस्तो हो र भिडियो गरिदिनु गएर देखेन. योलाई चाहिँ कस्तो बनाउने यस्तै छोडिदिउँ न. आज कुन बार हो? जाने यस्तो दिस इज माई आउटफिट. अहिले राम्रोसँग देखिरहेन, बाहिर गएर म देखाउँछु हजुरलाई. राखेँ अब फेरि लेबेन कि कहाँ फाले. अब लबर फेरि कहाँ फाल्यो होला मैले. म फेरि काटिदिन्छु यो सहीले कपाल. मैले धेरै भनेको 1 हप्ता पाले चाहिँ सेकेन्ड मिटको अगाडि काट्नु पर्यो. कपाल चाहिँ आउँछ कि साह्रै झरेर होइन. moisturizer.
साइड चेन्ज गरेर सुत्ने रे साइड चेन्ज गरेर सुत्ने साइड चेन्ज गरेर बस्ने सनस्क्रिन यो चाहिँ त्यस्तो राम्रो सनस्क्रिन होइन तर मैले किने पैसा हालेको सो आई एम वसुलिङ माई मनी मलाई यसको पैसा वसुल गर्नु छ तर त्यस्तो राम्रो सनस्क्रिन छैन सबभन्दा बेकार सनस्क्रिन आई हेभ एभर युज दुई घन्टाको क्लास अनि भाइभाको लागि यति धेरै रेडी भएर जाँदैछु म A few moments later. हामी चाहिँ क्लासतिर लाग्यौँ है त साथीहरू हेलो स्मृतिजी This is our building. अगाडि अगाडि जाऊ न हेलो भन ल पछाडि फर्केर हाम्रो युनिभर्सिटी चाहिँ लिफ्ट पनि छ है त गाइज अस्ति भर्खर नयाँ नयाँ लागेको क्लासमा आइसक्यो हेलो हेलो बोलो কিন্তু কি নড়াইতে পারলাম না কাজ হলো क्लास सकिसकेको छ भाइभाको लागि प्रिपरेसन चल One eternity later. सो गाइज फाइनल्ली बोरिङ क्लास सकिएको छ केसको ब्रोइलर एन्ड लेयर प्रोडक्सन अब भर्खर चाहिँ ब्रेक टाइम हो सो हामी चाहिँ रुममा नगएर भाइभाको तयारी गर्छौँ केही होइन तर अब Hello guys. You guys. यिनी चाहिँ काले दाजु हाम्रो मकाले हो न अनि अब चाहिँ अब यति पढ्छौँ 2 बजेदेखि भाइभा छ हाम्रो अगाडि हाम्रो अझ एउटा ग्रुपको सुरु हुन्छ त्यसपछि हाम्रो हुन्छ हाम्रो चाहिँ पछि हुन्छ तर बसेर हामी भोक लाग्यो खानेकुरा ल्याउ न यार भोक लाग्यो गएर खाऊ त जाऊ पसलमा जानु के अब चाहिँ यिनले धुमधामसँग पढ्नेवाला छिन् अनि त्यसपछि हुन्छ 5 मा 5 ल्याउने हो के 5 मा 5 ल बेस्ट अफ लक यिनलाई यस सर राम्रो हुनुहुन्छ यदि राम्रो पढेको क्वेसन सोध्नु भयो भने पासमा सजिलो सजिलो क्वेसन सोध्नुहोस् पढ्ने गाह्रो गाह्रो सोध्ने सजिलो फेरि जान्छौँ हामी यो मान्छेले भाइभा अगाडि क्वेसनको एन्सर भन्दै पनि यो मान्छेले भन्न सक्दैन भाइभामा गएर भाइ केही समयपछि भेटौँला फेरि भित्र चाहिँ यस्तो छ है त गाइस हाम्रो युनिभर्सिटीको यो हाम्रो क्लासरुम भयो हाम्रो क्लास वाउ
डिजिटल बोर्ड विथ व्हाइट बोर्ड हाम्रा गाइजहरू पढिरहेछन् यहाँ गाइज हाम्रो भाइभा सुरु भइसकेको छ फाइनल डिभिजन चलिरहेको छ केही समयपछि हाम्रो भाइभा आउँछ भाइभाको पालो आउँछ गाइज भाइभा सक्यो कस्तो भयो भन त भाइभा राम्रै भयो होइन के क्वेसन सोध्नु भयो मलाई चाहिँ सोध्नु भयो मार्केट मिल्की अनि तिमी कसरी सेलेक्ट गर्छौ मिल्क अनि के क्वेसन थियो तिनवटा कमन क्वेसन थियो कोलेस्ट्रोल कसरी डाइजेस्ट गर्छ स्मल इन्टेस्टाइनले चारवटालाई पिनोसाइटोसिस तर कसैले भन्न सकेन के भन्न सकिन्छ मलाई सोध्नुहुन्छ भनेर मैले भाइभा राम्रै भयो तर यहाँ एउटा क्वेसनको एन्सर लेखेर गएको त्यहाँ उच्चारण नभएर मिस्टेक भयो एउटा क्वेसन बाँकी सबै ठिकै भयो आज साले तू आज एउटा एकचोटि मोबाइल देऊ न एउटा क्वेसन क्या था भाइभा कैसा हुआ भाइभा में जो पूछा था गरम भाई में साई है थोड़ा सा इज अ साई पर्सन भाइभा साथीहरू फेरि अहिले एकछिनपछि भेटौँ भाइभा अच्छा हुआ अच्छा अर्को भाइभामा जो दिन नहीं पढ़ के जाता उस दिन सर तेरे को फाड़ता नहीं, जो दिन नहीं पढ़ता है वो दिन मैं फाड़ के देता हूँ, जो दिन पढ़ के जाता हूँ वो दिन जो हम पढ्दा होइन ऊ सर नै पुचिङ गर्छु उसले थोडा यो चाहिँ हाम्रो शहीद मिनार यो ठुलो जुन छ नि यो ठुलो चाहिँ सब अडिटोरियम हो प्रोग्रामहरू भइरहेको छ यो चाहिँ हाम्रो युनिभर्सिटी हो हैदराबाद ठुलो त छैन तर राम्रो छ यति गर्मी छ कि त चप्पल मलाई लाउनु मन लाग्यो यति गर्मी छ कि मान्छे बोइल हुन्छ मान्छे मेरो टाउकोमा अन्डा फुटाउनु भयो भने साथीहरू यही पाक्छ जियोसको राम्रो कुरा चाहिँ यहाँ धेरै हरियाली छ हरियाली भएर धेरै बादल आउँदा तोक्छ भन्ने त्यही हो खतरा नत्र एकदम राम्रो ठाउँ छ हरियाली छ तपाईहरु आउन चाहनुहुन्छ भने यु आर कन्ट्याक्ट मी म नम्बर 1 दिन्छु हजुरलाई यहाँको अहिले चाहिँ हामी हलमा जानु लागेको ग्रिनरी यता चाहिँ रिसर्च फिल्डहरू छ एग्रिकल्चरको उता चाहिँ फलफुलहरू छ ज्याक फ्रुट आँपहरू बेलाउती सब छ तर कहिले खान पाइन्न खानेकुराको त यहाँ मालामाल छ साथीहरू के गर्नु एउटा पनि चख्न पाइन आकाशको बलागतरी मर्यो धेरै अमल लाग्यो के रुख पनि तन्नै हो तर आगम एकचोटि खाना खाएको तर त्यस्तो धेरै खान पाइँदैन यहाँ अम्बाको रुखहरू पनि तन्नै छ त्यहाँ सानो सानो फलिरहेको छ तर कहाँ जान्छ कहिले पाक्दैन हरिरै हुन्छ फेरि हामीले खायौँ भने नेपालीहरूले चोरेर खाएका हलभरि फैलाइदिनु She is Lenisa. She is going to hostel. चल मैले देखाएको कि ल भन एकचोटि फेरि अब चाहिँ हामी आइसक्यौँ गेटमा यहाँ चाहिँ साथीहरू जापानिज कोरियन चाइनिज सबै सागहरू पाइन्छ फोनको क्वालिटी चाहिँ त्यस्तै छ तर रियलमा नि यति राम्रो छैन है त हाम्रो गार्डन सानो यसले चाहिँ यहाँ अर्ग्यानिक मल बनाउँदैछ साथीहरू फर्टिलाइजर यहाँ चाहिँ बनानाको केराको फर्टिलाइजर बनाउँदैछु अनलाइनमा हेरेर घिउकुमारी स्नेक प्लान्ट के प्लान्ट छ मेरो प्लान्ट
What is colostrum? Function of sulfuric acid. अनि सजिलो सोध्नु भएको होइन फ्याट कसरी के गर्छन् रे फ्याट कसरी डिटर्मिनेसन गर्छन् ए ल पढेकै सोध्नु भएको फ्याट कसरी डिटर्मिनेसन गर्छन् त्योहरू भनेनौ मेथडहरू भित्र मेरो ध्यानको गाडी एसिडिटीको सो गाइस म रुम आइसकेँ फ्रेस भइसकेँ अनि अब चल्छ आराम सुताइ पर्छ ओलिन्छ मलाई त के गर्नु भएको थियो रे भाइवा ओभरअल गुड भयो सो आजलाई यति नै राखौ होला होपफुली यु विल के भन्छौ भ्लग राम्रो लागिरहेछ होला भ्लग राम्रो लाग्यो भने लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु होला